Hello guys, good morning all of you guys. आज हाम्रो आदरणीय हाम्रो सम्धि मिस मिलन सम्धि जी आज फाइनली आफ्नो गन्तव्यतिर लाग्दै हुनुहुन्छ। फाइनल 2 महिनापछि आफ्नो कार्यतिर लाउँदै हुनुहुन्छ र 2 महिनाको कडा विदेश आएर मेरो BMW है साथीहरु यो एकदम कडा प्रतीक्षाको फल मिठो पाउनु हुनेछ अवश्य हामीले आशा गर्नेछौँ। र सम्झि तपाईलाई के छ, के भन्नु छ? 2 महिनापछिको प्रतीक्षा कस्तो लाग्दैछ? फर्स्ट खुसी पनि लाग्छ, दुःख पनि लाग्छ। हो कस्तो त हो, लाग्छ एकदम हेर्नुस्, विदेशमा पैसा कमाउन आइसकेपछि अब न गर्मी के न जाडो के हैन। अब विदेशीको जीवन भने अब हलो जोत्ने गोरु जस्तै हो हैन। जबसम्म जोत्न सक्यो जोत्यो, नसके त्यही त हो हैन। तर के गर्नु, हलो तान्ने गोरु जस्तो हो सम्धि। हो जतिसुकै अब दुःख कष्ट भए पनि के गर्नु, अब अर्काको ठाउँमा आएर अर्काको काम गर्न थालेपछि काम गर्नै पर्यो हैन। के छ, गाह्रै छ, ठिक छ। त्यही पनि मान्छे 2 महिना बसी 2 महिनापछिको मिठो प्रतीक्षाको फल पाक्दैछ। आजबाट पाक्न स्टार्ट भएको छ। सम्झेर के भन्नु छ? के गर्नु सम्धि, यसलाई मेकअप गर्दै गाह्रो हुँदो रहेछ बिहान किन। अब यो पुसेको देख्दाखेरि मलाई चाहिँ एउटा गाना याद आयो कि सम्धि हैन। गाइदिनु नि तपाईको लागि एउटा टुक्क गाइदिन्छु ल। आफ्नो त जागिर यस्तै छ पियारी, स्वाई कम्पनी जतिमा जो उति चम्कनी जस्तै भन्या चाहिँ यति फरक हो कि यो गाना चाहिँ होटलमा काम गर्दा सुन्ने गाना हो कि किनकि हो कि। तर आज सम्धिले चाहिँ बाइकलाई यति मायाले धोइधाइ गर्नु भएको छ कि के गर्नु। अब आफूले लिएर हिँड्ने साधन चाहिँ सफाइ राख्नु पर्यो हैन। गाह्रो छ परदेशको जिन्दगी। ल अब यसै गरी चाहिँ म मेरो अब हाम्रो प्रिय सम्धिज्यूको भ्लग चाहिँ हामीले यहीँ समाप्त गर्दैछौँ। हस्त धन्यवाद। फेरि हामी नेक्स्ट भिडियोमा आउनेछौँ। तबसम्मको लागि सबैलाई गुड बाई, टाटा, सी यू, एन्ड once again all of you guys good morning.